हेलो साथीहरू, नमस्कार। आज मैले रेस्टुरेन्टको जस्तै चिकन चिल्ली बनाउँदैछु, तर घरमै सिम्पल तरिकाले बनाउँदैछु। तपाईहरुले पनि मैले जसरी नै चिकन चिल्ली बनाएर खान सक्नुहुन्छ। चिकन चिल्ली बनाउनको लागि मैले बोनलेस मासु लिएकी छु। बोनलेस मासु पिस पिस गरेर काटेर मैले एउटा सफा भाँडोमा राख्दै छु। सफा भाँडोमा मासु राखिसके मैले मासु राखिसकेपछि यसका लागि चाहिने सामग्रीहरू राख्दै छु। यसलाई पहिला म्यारिनेट गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले नुन राखेँ। नुन राखिसकेपछि थोरै चामलको पिठो राखेँ, अनि मकैको पिठो कर्नफ्लोर राखेँ, अनि मरिच राखेँ। मरिच राखिसकेपछि एउटा अन्डालाई फोडेर राख्दै छु। त्यो सबैलाई मिक्स गर्छु मैले। अब त्यसलाई राम्रोसँग मोलेर मैले म्यारिनेट गर्नको लागि छोड्दिन्छु। त्यसमा सोया सस पनि राखेकी छु। सोया सस मैले पछि राखेँ, त्यसैले पहिला भनिनँ। अनि सोया सस राखेर त्यसलाई राम्रोसँग मोलेर अनि ढाकेर मैले 1 घण्टाको लागि छोड्दिएँ। 1 घण्टापछि मैले अब यसलाई रोस्ट हुने तरिकाले तार्दै छु। एउटा कराईमा तेल राखेँ, ग्यास अन गरेर अब मैले एउटा पिस गर्दै राख्दै छु चिकनलाई। त्यसलाई मिडियम हिटमा पकाउँदै छु मैले। मिडियम हिट लो हिट गरेर पकाउँदा हुन्छ। अनि हल्का रातो भइसकेपछि मैले त्यसलाई फर्काइदिन्छु। चिकन लगभग रोस्ट भइसकेको छ। अब मैले यसलाई पेपर टावेलमा निकाल्छु। पेपर टावेलमा निकालेपछि त्यसमा भएको तेल त्यसैमा सोस्छ। अब फेरि मैले अर्को लट राख्दै छु चिकनलाई। त्यसलाई पनि मिडियम हिटमा पकाउँदै छु। अनि रातो भइसकेपछि त्यो रेडी भएपछि मैले त्यसलाई निकाल्छु। सबै यसै गरेर नै पकाएर मैले निकाल्छु। अनि मैले यसको लागि चिल्ली सस पनि बनाएकी छु अर्कोतिर। त्यो मैले अर्को भिडियोमा देखाउने छु। चिकन तारेर सबै सकिसकेपछि मैले अब मैले चिकन चिल्ली बनाउनको लागि प्यान बसालेँ, ग्यास अन गरेर, अनि त्यसमा तेल राख्छु। तेल तातिसकेपछि मैले त्यसमा लसुन अदुवा काटेर रेडी गरेकी थिएँ, त्यो राखेँ। अनि ठुलो ठुलो पिस गरी काटेको प्याजलाई राखेँ। हल्का ब्राउन हुने गरेर पकाएपछि, धेरै त होइन, हल्का ब्राउन हुने गरेर पकाएपछि, यहाँ तपाईहरुले भिडियोमा पनि हेर्नु। अनि मैले त्यसमा क्याप्सिकम राखेँ। क्याप्सिकम राखेर पनि चलाउँछु। अनि त्यसमा मैले चिल्ली फ्लेक्स पनि राखेँ। अनि गएर सोया सस पनि राख्छु। अनि गएर केचप राखेँ। त्यसलाई मजाले चलाउँदै छु। यतिको भइसकेपछि सोया सस राखेर पनि चलाउँछु। अनि नुन बेसार राखेँ, अनि यसलाई पनि चलाउँदै छु। अनि रोस्ट गरेर राखेको मासुलाई राख्छु मैले। रोस्ट गरेर राखेको चिकनलाई राखेर मजाले चलाउँछु राम्रोसँग। अनि त्यसमा मैले कर्नफ्लोरलाई घोलेर राखेकी थिएँ, त्यसलाई पनि मैले राख्छु। यो चाहिँ बाक्लो लेदो ग्रेभी खालको हुन्छ भनेर हो। यो राख्दा धेरै राम्रो हुन्छ। यसरी मैले चिकन चिल्ली रेडी गरेँ। हजुरहरूले पनि यसरी नै घरमै चिकन चिल्ली बनाएर फ्यामिलीसँग